त्यो त ठुलो पहिरो भयो यहाँ त सानो पहिरो छ सो हेलो गाइस न्यू डे न्यू भ्लग है आज चाहिँ हामी माथि डाँडामा जाँदै हो मैले चाहिँ कट्टु लगाएको छु है गर्मी हुन्छ भनेर मैले चाहिँ गर्मी सहनै सकेन ल हामी चाहिँ माथि र गएर जम्मा हुन लागेछौँ 2-4 जना आउँदैछन् माथि र अनि हामी चाहिँ जाँदै हो ल यस हेर्दै गर्ने होला धन्यवाद हामी चाहिँ यहाँ आइसकेको थियौँ यहाँ पुलमा अनि कसरी देखेनौँ तिनीहरू अगाडि गइसकेर रहेछ पुलमा अब हामी पुलबाट अलि माथि गएपछि तिनीहरू माथि राखिरहेछन् अरे हामी चाहिँ यहाँ यता चाहिँ त्यहाँ काले भाइहरू खेलिरहेको छ खालनाङ्गै खेलिरहेको छ हाम्रो पुरानो क्रिकेट ग्राउन्ड त अहिले मकै ग्राउन्ड भइरहेको छ हामी चाहिँ सबजना भेट भइसक्यो है हामी यहाँ बजारबाट अब यहाँदेखि अलिक पर पुगेर परदेखि माथितिर जानुपर्छ सो हामी चाहिँ दिदीको पसलमा आएर चाउचाउ यतातिर चिसो के लग्ने भनेका छन् अब उकालो चढ्नलाई रेडी हो हामी सबै अब यता उकालो जानलाई उकालोमा दूर जाने हो कस्तो खै त कार्टुन ए टच मात्रै हाल्यो गर्मी त यार 2 जना चाहिँ हग्न गए अघि तल त्यो मुलको पानी नखा भनेको खाएको थियो गुवा गयो साले चोर ओ किरे गर्मी त कसम यस्तो डेन्जर छ कि अझै 1-1.5 घन्टा लाग्छ रे गर्मीले खट्न नसकेर कसरी हाल्नु यिनीहरू पाइटमा चाहिँ कसरी हाल्नु भन्ने हुन्छ कि म यहाँ कट्टु लगेको मान्छे त्यहाँ गर्मीले उकुस पसिना हेर्ने यस्तो पसिना कि मेरो सामान बोकिदिने मान्छे धन्न यो आएर मेरो सामान बोकी नि रहेछ ओकेर अल्छिटो हिँड्नु अब त पुगिन अल्छिटो पुग्नु पर्यो यार म मात्रै यहाँ पानी लिन आएको तिनीहरू चाहिँ त्यहाँ माथि बसिरहेको छ 1 बोतल पानी लगेर फेरि कता कहाँ हो यस्तो बाटो बिना बाटो हिँड्नुहोस् कहाँ हो यार के यस्तो ठाउँ पनि यहाँ तल पो रहेछ बाटो के हो यो माकुरी त्यहाँबाट जानु रहेछ बल्ल रोड आयो यो डाँडा काट्नु पर्ने राम फेरि अब यति एकैछिनसम्म आएको फेरि उकालो हुन्छ फेरि गर्मी चाहिँ ओभर छ कि मा कसम केटाहरू कपडा खोली हिँडिरहेछन् अगाडि गाई अब उकालो सुरु भयो फेरि जङ्गलको बाटो जानुभन्दा अगाडि बाउले बिहे गर्दैनन् पोहोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि मैले के गरौँ तिमी आउँछौ कि अर्को बे गरौँ गर्मी राम त्यहाँ पर थाकल बाहिर देखेर खानु मन लागिरहेको चोरेला म थाकल खान जाएको क्या एकछिन रेस्ट गरे न तिमीहरू थाकल पाकेपछि त छोड्ने होइन भने यस्तो धेरै पाकिरहे
यो अब टिप्छु गोजीमा हाल्छु गोजीमा त हाल्नु पर्यो है ओ किरा तिनीहरू त्यहाँ माथि हल्ला गर्दैछन् तर कसम गर्मी त के कुरा गर्ने है गर्मीको त यस्तो उकालोको बाटो त्यस्तो उकालोको बाटोमा गर्मीको त कुरा छोड्दिनु क्या गर्मीको त कुरा छोड्दिनु राम 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 म त आत्तेर पनि पातेर पनि के पो भइसक्यो यहाँ ओ कहाँ गयो तिमीहरू मलाई छोडेर जङ्गलमा अब फेरि यतातिर सब आगो लागेर यस्तो भयो क्या कुनै कुनै ठाउँ चाहिँ लागेको छैन नलागेको ठाउँमा चाहिँ पाकेको रहेछ मजाले गर्मी त खान चाहिँ छोडिन्न किरण तिलक त्यो के अरे अहिले यस्तो बिसान ठाउँ छ भने बसेर रेस्ट गर भन न यार गर्मीले त म त आमामा हातमा पसिना झन् खजुरी खाएको तिर्खा लाग्ने हो कि पाञ्जलीको छ तल लगेछन् यहाँ चाहिँ खजुरी तिमी खजुरी खान्छौ तिमी खजुरी खाने अलिकता कति चाहिँ यार बजी आउन शीतल आएको यार हावा गर्मीमा सला कस्तो गर्मी भएको भने अलिअलि हावा कपाल हल्ले कपाल हल्ले यताको बाटो आउनुपर्छ अन्त यस्तो हुँदैन रहेछ झन् हामी यहाँ तलसम्म चाहिँ सम्मबाट आयो अलि हालाङ लाग्यो भदै मेरो यो सर्ट छ नि भदै यो सर्ट मैले धोएर लगाएको फेरि सुकेर फेरि उस्तै भइसक्यो फेरि धोआ जस्तै भयो क्या पसिनाले पुरै ढाडतिर अगाडितिर सब नसकिनु हट जाउँ भदै हामी तिनजना चाहिँ नसकेर के भएर म त हिँड्न नसकेर त नि मसँग तिमीहरू पनि हिँड्न नसकेकै हो यो राखेको क्या अलिअलि बहिनी खाम झिक्ला भनेर तर कस पसिना त माको छ त्यो बगिरह नि जाने बित्तिकै च्वाम म डुब्छु टोक्ने अब यो बाटो फेरि उकालो स्टार्ट भयो है बल्ल सम्म आयो है हाम्रो के चलाउनुहुन्छ भन्दाखेरिमा जस्तै अब यो रुख ढल्यो होइन बाटोमा ढल्यो यहाँ जे राखेको छ नि यो मान्छेले राखेको हो कि अब मान्छेले राख्ने त लाइक अब कस्तो हुँदाखेरि पहिला मान्छेले जस्तै अब यो नाग्नु यहाँदेखि मुनिदेखि जानु पऱ्यो भने कसैले यहाँनिर थुक पनि देख्नुभयो होला होइन थुकेको पनि हुन्छ क्या मान्छेले कुनेर होइन कुनैले चाहिँ यसरी लट्ठी राख्छन् क्या यसरी अनि जाने क्या हो यस्तो चलन पनि हुन्छ क्या हाम्रोतिर फेरि ल म एउटा कुरा देखाउँछु यस्तो कुरा देखाउँछु कि ढुङ्गामा पाइला छ क्या पाइला त्यो ठुलो ठुलो ढुङ्गाहरू छ होइन यो पाइला यो देख्नुभयो लाइक अब यो ठुलो भयो होइन यहाँ यो औँला पनि छ नि यो औँला यो अनि यो त ठुलो पाइला भयो यहाँ चाहिँ सानो पाइला छ कि यो ठ्याक्कै हो क्या यो 1 2 3 4 5 वटा औँला होइन अब यहाँदेखि यहाँ माथिपट्टि चाहिँ ताल छ यस्तो राम्रो ताल चाहिँ म तपाईँलाई देखाउँछु फाइनल्ली हामी चाहिँ आइपुग्यौँ है 1 2 3 गो यति ठुलो पौडी छ क्या
कति माथि हामीलाई आफै सोच्नु होइन। हामी चाहिँ आइसक्यो गाइज है। छिटो छिटो यहाँ आइ वरिपरि ताल यति ठुलो छ क्या आमा 3 बिघा जमिन गरे हामी चाहिँ रेडी भइसक्यो है। ल फुङ्गालरको आना 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 ओ माई गॉड कसरी फुङ्गालेको यार केटा त त्यो मा कपडै नखोलेर चाल्ला एरिया बसन त आएको त यहाँ एउटा गाइस पर गइसकेको छ ध्यान पर्दा आफ्नो बाँकी मेरो त कटे यता होइन म पालतिर जाँदैछु है। आयो है बोलाउन ओ बहिनी र यो रेड कलरको हाउस लगाउने होइन। ए बहिनी बसन्ते बहिनी तिमी आऊ न तिमी 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 यहाँ हौ यहाँ भने यार म त कहाँ गइसकेन। यो भने कस्तो खतरा बिलाइदियो यार अघि जसरी बिलाउ त एकचोटि ल ल ल ल ल गयो कहाँ गयो ए बहिनी खै 1 मिनट भन्नु लाग्छ भन्ने रे आमा त्यहाँ निस्के ल ल माने है मैले एउटा चाउचाउ निकालेर दे त यहाँ तिमीलाई एउटा चाउचाउ दिन्छ अब अनि हामी चाहिँ खेलेर सकिसक्यो सबैजनाले कपडा लगायो मैले कपडा लगाइसके यस्तै जाने रहेको यस्तै म कति लगाउँदिनँ उयो लगाउँछु मोजा अहिले लुक्स ध्यानुपर्छ फेरि कति भन्दा खेल्यो यार किशोर मलाई देखाउन यता छु यता हो के यता ओ आमा फेरि है अनि मैले त म्याक्सम मोबाइलमा चार्जरको चार्ज त रातो भएर 5% भइसकेको छ है। अब यहाँदेखि धेरै लामो भिडियो बनाउन म सक्दिनँ त्यसैले यो भिडियो म यो तालको बिचमा गएर इन गर्न चाहन्छु। हस्त धन्यवाद थ्याङ्क यू।